जाम हौ मौसिनमा आटे एक्सन नजाने हो किन नजाने हौ माथि जाँड खाँदै गरेको हेरे एकचोटि विषय गर्छु ल गर्नु अब चाहिँ गर्नु होइन अब होइन यहाँनिर त्यस्तो रहेछ होइन यता सक्छु त हौ सोल्टी त्यसैले त भन्दैछु हेरौँ न सक्नुहुन्छ कि सक्नुहुन्न सिधै यतै आउनु दिदी अघि कस्तो गरेको त्यस्तै हो दिदी साह्रै नमिठो भएछ सर अलिकति च्वाक भयो हौ यो लाइट अलिकति कडा भयो यताबाट सिधा निक्ल्यो अनि अर्को सोल्टीको चाहिँ के हो मुक्सी लाग्छ कि क्या बोल्दै बोल्नु हुँदैन सोल्टी हौ के भयो हौ साथी तिमीलाई यो सोल्टी त साह्रै लाडो हुँदो रहेछ एउटा सोल्टी के छ अनि सोल्टीको घर चाहिँ कहाँबाट ताप्लेजुङ कि भोजपुर ए हो र सोल्टी अनि चाहिँ कता हो सोल्टी मेरो घर त खावा गाडीको ठाउँ हो नि हौ सोल्टी कस्तो खावा गाडेको ठाउँ हो सोल्टी खावा कस्तो हुन्छ नि हौ सोल्टी घरको खावा कस्तो हुन्छ सोल्टी त्यस्तै हौ यो सोल्टिनी त कडै पो पर कि क्या हौ ल एकछिन हौ सोल्टिनी यताको सोल्टिनीहरूलाई चाहिँ पहिलो लागेको छ कि क्या हौ सबैजनालाई हजुर सोल्टी चलेको छ कि क्या हो हौ सोल्टिनी मलाई त भूत चढेको छ कि भगवान चढेको छ हौ तपाईँलाई कसरी थाहा भयो सोल्टीलाई त सानो खानु जस्तो